साहित्यकार पारिजातद्वारा लिखित कथा संग्रह सडक र प्रतिभाको तेस्रो कथा नयाँ मान्छे। यसलाई मैले धेरैपल्ट आफूसँग दाँजेर हेरेको छु। हामी दुवैजना अँध्यारो रङका छौँ। एउटा खास विशेषता, यो मान्छे मलाई त्यति मन पर्दैन भन्दा भन्दै घृणाको छेउछाउ पुगेर फर्कन्छ यससँगको मेरो व्यवहारको डोरी। तर यो सम्बन्ध विच्छेद हुनुको निष्कर्ष होइन। निष्कर्ष त्यस दिन पनि हुन सकेको थिएन जुन दिन यसलाई मैले आफ्नो मान्छे स्वीकार गरेँ। पछिबाट थाहा पाएँ यो निकै पापी मान्छे भइसकेको थियो। यसले आफूलाई अहिले पश्चातापको आगामा डढाएर मारिसकेको किन नहोस्। हुन सक्छ यसमा पश्चाताप नै जम्दैन। एकपल्ट अनायास मैले यसलाई सोधेको थिएँ, स्वास्नी मरेको कति भयो? गोडा 20 वर्ष। छोरा मरेको? मरे भन्छन्, कागत आएको छैन। त्यसपछि यसलाई म कुनै पनि प्रश्नले उदाङ्गो पार्न सक्दिनँ। लाग्छ म धेरै कमजोर छु। आफू जस्तै रङ्ग रोगन ढाँचा काँचा मिल्ने मान्छेको अघि बने। म कसैलाई घात गर्न सक्दिनँ चाहेर पनि। कहिलेकाहीँ अनुभव हुन्छ निकै लाछी छु, नपुञ्चक छु। त्यसैले यस्ता कैयौँ पापी बुढाहरूका अघि परास्त हुन कर लाग्छ। सङ्केत मेरो आफ्नो बाबुप्रति छ। ऊ अपराधी थियो। हाम्रो समाजमा यस्ता कुराहरूलाई निर्धक्क लुकाइन्छ। म बाबुको विपरीत मानसिकता लिएर हुर्किरहेको मान्छे एकाएक म उसको अनुकूल नै भइदिएँ। यसमा सधैँ मेरो बाबु जुङ्गा मुसार्ने गर्थ्यो र म आत्मग्लानीले पानी पानी हुने गर्थेँ। सान्त्वना यही नै थियो कि मसँग एक जमात अरूका छोराहरूले पनि आफ्नो निर्देशन गर्न सक्दैनन्, निर्णयात्मक धारणा राख्न सक्दैनन्। एकपल्ट अर्को मान्छेको स्वास्नीलाई उसले हातपात गरिदियो र मैले 5 जनाको अघि घाम र आगोको क्रिया खाएर उसको सच्चरित्र हुनलाई बढावा दिएँ। हुन सक्छ मैले झुट बोले, तर उसले मलाई बनाएकै यस्तै थियो। ऊ मर्दा मेरो निम्ति एउटा पापी बुढो मरेको थियो। कता आफू भित्रकै हिँडे रिलिफको अनुभूतिलाई पनि मैले एउटा गोपनीय सुख जस्तै आफैले मात्र भोगेर हिँडेँ। निसन्देह ऊ नभएर अहिले म सुखी छु। अब मलाई रगतको नातामा विश्वास छैन, तर यो मेरो मन होस् भान्से। यसको छोरालाई यसले के बनाउन खोजेथ्यो कुन्नी? सायद एउटा लाहुरे भन्दा बढी होइन। होइन, यसको छोरो पनि यसलाई विरोध गर्दा गर्दै यसको अनुकूल नै बाँचेको हुनुपर्छ। प्रत्येक पल्ट जब यो मेरो अघि छर्लङ्ग देखिने गरी घाम ताप्छ अथवा देखा पर्छ, म आफूलाई त्यसको आयतन भरि गाभ्न र त्यसको मान्छेकोन भरि कहीँ कतै कम बेसी नभएर फिट हुन खोज्छु। मलाई जान्न मन लाग्छ म कति अमल र कति बित्ताले फराकिलो छु अथवा सानो छु यो भन्दा पनि। एउटा निष्कर्षको भयले म यसको टुङ्गोमा पुग्न दानै परास्त भएर फर्किदिन्छु। सम्भव छ यो मभन्दा सानो छ र छोटो छ, अनि सम्भव छ म यो भन्दा सानो र छोटो छु। सम्भवतः मेरो उच्च मानसिकताको निम्ति यो भान्चे बुढो मलाई एकदम नहुने मान्छे, तर यसलाई त्यसरी नै अस्वीकार गर्न सक्दिनँ जसरी म आजका बुढा पुस्ताका असङ्ख्य अपराधीहरूलाई अस्वीकार गर्न सक्दिनँ। म आफूलाई कहिल्यै पनि नयाँ मान्छे घोषित गर्न सक्दिनँ। एक क्षुद्र सन्तुष्टि के भने म यो निसासिने वातावरणमा डिसिल्युजन भएको छु। विचार गर्छु यति हुनु मात्र कुनै सन्तोषप्रद परिणति होइन कि यो एक्लो धारणाले मलाई पृथक गरिदिन्छ भिडदेखि। आजभोलि म प्रत्येकसित शङ्का गर्छु। आक्रान्त छु यस भयले कि आफैसँग पनि म शङ्का गरेर बाँच्छु। लाग्छ म निकै नै शङ्कास्पद छु। यसको एउटै उपचार छ, मैले निर्वासित भइदिनुपर्छ एउटा निर्जन टापुमा, नत्र एउटा निर्बोध मृत्युको अघि आफैलाई समाप्त गरिदिनुपर्छ। म यसरी बाँच्दैछु र खिहिँदैछु। स्थितिबाट अघोरी हुन अथवा बनाइन मलाई आफूभित्र पनि नयाँ निर्माण चाहिन्छ। यस्तो अवस्थामा एउटा निरीह हाँसोभन्दा बढी मलाई केही पनि अनुभव हुँदैन। बिहान दुध पुर्याउन एउटी तरुनी आउँछे। नचाहेरै म सतर्क भएर सुन्छु उनीहरू के गर्छन्। चुरा बजेको सुन्छु। भान्चे बुढो घोक्रे स्वरमा हाँस्छ। त्यो तरुनी भर्खर बिहे गरेर आएकी एउटा ज्यापको मन परेकी स्वास्नी हो। उसमा बिहेप्रति एब्नोर्मालिटी हुनै सक्दैन। त्यो बेला मेरो स्थितिबोध एउटा कङ्गाल खिन्नता भइदिन्छ। सोचाइमा एउटा विशेष जो कायम भएर बितेको छ अधेरी रात बग्छ।
भान्चे बुढाको सशङ्कित बुहारी विधवा घोषित हुने आफ्नो एक लास ओछ्यानमा नर्भस भएर पल्टिएकी हुन्छे। जाग्दैछ अब। उसको जबर स्वाठ ससुरा बाहिरबाटै ढोकाको आग्लो खोलेर कोठामा आउँछ र उसलाई पैतालादेखि चलाउन थाल्छ। उसलाई स्वीकार गर्नुपर्छ बुढोको भद्र आक्रमण। यो बलात्कार हो भनी ऊ कहिले पनि परिभाषा लाउन सक्दिने। यसरी अभ्यस्त भएर उसले खुलेआम तर लुकाएर बुहाईलाई स्वास्नी राख्छ। दिउँसो चुरा र काइँझो उपहार दिन ल्याउँछ र उसकी बुहारीमा जीवनको विभत्स भोगाईलाई नियति हो भनी ठम्याउने क्षमता पनि हुँदैन। ऊ ससुरालाई लिइदिनेछे र सही दिनेछे मात्र। उसलाई घृणाबोध कहिल्यै हुँदैन। एक दिन बुढो आँगनमा निस्केर कुर्लन्छ, छोराको स्वास्नी मेरो को हो र? अनायास बुढो कटु सत्य बोल्छ र सधैँको निम्ति थाकिदिन्छ। तरुणी गइसकेकी हुन्छे। बुढो चिहालिएर पस्दा मलाई उसको आकृति एउटा ठूलो ओडार जस्तो लाग्छ, जहाँ मेरो पनि मौलिकताको सम्बन्ध छ र जसलाई हत्या गर्न गराउनमा म तेस्रो दर्जाको एजेन्ट पनि हुन सक्दिन। कहिले कस्तो लाग्छ भने एकपल्ट डरलाग्दो आक्रमण गरिदिऊ यो अपराधीलाई, तर पछि हट्छ, शङ्का लाग्छ त्यो पहिलो आक्रमण आफैप्रति हुन जान्छ। सयौं बिन्दुमा आएर जीवन औधी नै विसङ्गतिपूर्ण भइदिन्छ। प्रत्येक मनस्थितिसँग विश्वासको कुनै नाते हुँदैन। आफूमा मान्छेपनको रहल पहल प्रकृति बाँचिरहन्छ र यसमा रोइदिन पनि चरम निरर्थक। एक दिन यो बुढो मर्छ यसमा ग्यारेन्टी छैन। यसभन्दा पहिले म पनि मर्न सक्छु। विचार गर्छु हामी भित्रको भयानक जिजीविषा छिन्न भिन्न हुनुमा सोचाइको के कुनै पनि हात हुन सक्दैन? हामी बोध हुनुबाट बच्ने कसरी र सोचाइबाट भाग्ने कसरी? हुन सक्छ अबको 15 वर्ष यो बुढो र म समानान्तर रूपमा बाँच्छौं, तर 15 वर्ष बित्न मलाई हिसाबले अछेड्छ। तुरुन्त आश्वस्त हुन्छु जसरी आज 30 वर्षहरू निर्धक्क बितिसकेका छन्। कत्रा शताब्दी बित्छन्, के भो र? तर यसरी परिणतिहीन बित्नु म आफूभित्र नयाँपनको अभाव खोज्न थाल्छु। म भित्र केही छैन सिवाय एउटा आक्रोश। रातमा बुढो पानी राख्न आउँछ। भयभरको आक्रोशको एउटा नग्न रूप देखाउँ भन्ठान्छु, तर असमर्थ भइदिन्छु, जसरी यहाँका सबै असमर्थ छन्। बोध पनि एउटा बोध मात्र भएर रहिदिन्छ।